आज आफ्नो स्वतन्त्र अधिकार निष्पक्ष ढङ्गले लड्दाखेरि हतियारको बटले पेटमा लागेर बेहोस हालतमा हुनुहुन्छ। प्रहरीलाई, रेस्क्यु टिमलाई, क्युआरटी टिमलाई एयरपोर्ट गोल्डन गेट भित्र गएर एसएसपीलाई पनि खबर गरेको। म पठाइदिन्छु रेस्क्यु टिम भन्नुभयो, तर अहिलेसम्म यति बेलासम्म आएको छैन। प्रहरीले जानकारी गराइसक्यो हो, तर पनि ख्याल कसैले गरेन। त्यो जिम्मा कसले लिने हो? प्रहरी अस्पताल के को लागि हो? प्रहरीको गाडी कसको लागि हो? त्यो जनताको लागि होइन भने त्यो प्रहरीको गाडी आगो लगाइदिए हुँदैन। जनतालाई दुःख पर्दाखेरि जनताले आफ्नो अधिकार सडकमा बन्दुक नबोकिकन निशस्त्र ढङ्गले आवाज मात्रै उठाएर लड्दाखेरि आफै लड्नु परेछ, उत्ताउनु पर्नु परेछ। यो नागरिक अधिकार हो, गणतन्त्र हो। यसलाई लोकतन्त्र भनिन्छ। कलियो केयर गर्ने यो चाहिँ नेपाल प्रहरीको यो तत्कालीन राजा निस्किँदाखेरि क्युआरटी टिममा रहेका टिमको एसएसपीलाई मैले खबर गरेँ, एसपीलाई उहाँले रेस्क्यु पठाइदिन्छु भनेर यति बेरसम्म 15-20 मिनट भइसक्यो, अहिलेसम्म पठाउनु भएको छैन। उहाँको बेहोस हालत छ। कलियो ख्याल गर्ने।